Hey guys, good morning and welcome to my new vlog. र आज चाहिँ म चाहिँ होस्टेलदेखि देखाइरहेको छु तपाईँहरूलाई। अनि यो चाहिँ होस्टेलको बेड अलि त्यो 4 टाइप छ है, त्यसलाई इग्नोर गर्नुलाई। त्यही हो गाइज, मैले भर्खर नुहाएँ। तपाईँलाई देखाउँछु। यहाँ दाइ हुनुहुन्छ खाना पकाउने, लास्ट भिडियोमा आउँछ यहाँ दाइले। तपाईँलाई देखाउँछु। दाइ कहाँ जानुभयो? यही हाम्रो किचन है, किचन देख्नुहुन्छ। यस्तो मिठो खाना पाउँछ कि कुरै नगर्नु क्या तपाईँ। दाइ चाहिँ हुनु खाँदेखि निस्किनु पर्ने हुन्छ। म यहाँदेखि सिधै पुत्र सर जान्छु। अनि अरू के कामहरू ल लाइट बन्द गरौँ है ल। अनि यो चाहिँ हाम्रो होस्टेल हो है, यो चाहिँ हाम्रो बाइक पार्किङ है। अनि यहाँ टक्ला ऐना पनि छ है, मजाले देखिन्छ, मजाको है। यही चाहिँ हाम्रो होस्टेल यही हो, हेर्नुहोस् ठुलै छ, 3-4 टाले छ, 1 2 3 4 त्यही हो ल। लगाइस कपाल काट्नु पर्ने हुन्छ अब है, होइन दाइ? 13 दिनसम्म चाहिँ कपाल काट्यो, बाल छरिका लाभ धुनुपर्ने हुन्छ है। अनि ब्लगर भएपछि फाइदै रहेछ क्या, जहाँ गयो जे पनि खानु पाइन्छ क्या, चिया खानु पाइरहेको हेर्नु न। अब कपाल काट्न आएको नि त, अनि भिडियोहरू बनाइरहेको थिएँ। अनि अहिले अन्त चिया खाने हो कि ल। साझहरू कपाल काटिसक्यो है मैले, बवाल भएको छ है, दामी भएको छ। त्यही त हो, दाइले काट्नु भयो, थ्याङ्क यू दाइ है। अब यस्तो राम्रो कपाल काटिदिनु भयो होइन। अब म्याच पनि रहेछ क्रिकेटको नेपालको। ल साथीहरू यहाँदेखि जानुपर्ने हुन्छ है। र साथीहरू म पुगिसकेको छु केपटाउनमा। हिजो चाहिँ मैले हेरेको थिएँ, एउटा फर्म थियो है। हेर्नुहोस्, ओहो कति क्राउड हो है, शान्ति छैन त्यहाँ, शान्ति छैन त्यहाँ। बरु यहाँ भित्रमा शान्ति छ है। अब कार्डलेस हान्नु पर्ने हुन्छ ल। कार्डलेस ट्रान्जेक्सन हानेको, अनि ट्रान्जेक्सन पैसा यस्तो आउँछ है, 1000 रुपियाँ गाइस। यस्तो निकाल्नु पर्ने हुन्छ, 1000 रुपियाँ पनि। नयाँ प्रधानमन्त्रीको गाडी गयो है भर्खर, यही हो देख्नुभयो, यस्तरी जान्छ गाडी। हे गाइस, वी आर रिटर्निङ टु द होम है। अब तपाईँहरू जानुपर्ने हुन्छ रुममा। त्यही त हो यहाँको क्यापिटल सहरको चहल पहल देख्नुहोस् है। गाइस अब जानुपर्ने हुन्छ। आज चाहिँ म होस्टेल जानुपर्ने हुन्छ, अनि होस्टेलमै आज खाना खाने, उतै सुत्ने गर्न जानुपर्ने हुन्छ ल। त्यही हो, फोन हानिरहेको छु त्यहाँ होस्टेलको दाइलाई। हेलो गाइस, हाम्रो प्लान के हो भने चाहिँ किमा नुडल खान जाने प्लान भयो। अब हामी किमा नुडल खान जानुपर्ने हुन्छ है। र प्लस हामीले के किन्ने भने चाहिँ अरे ब्ल्याङ्केटको खोल पनि किन्छौँ हामी, त्यो साथसाथै ब्ल्याङ्केट खोल किन्छौँ र किमा नुडल पनि खान्छौँ। अहिले चाहिँ ठ्याक्कै 7 बजिसकेको छ है। किमा नुडलको वेट लगाइरहेको छौँ है। अनि अहिले अब किमा नुडल आइसक्यो, हामी खानुपर्ने हुन्छ। यस्तो हो You can everything eat in the life here. Guys, we are eating a किमा नुडल्स है। यसमा के छ भन्नु त? यस्तो मजाको खाना छ है, प्रोटिन पाइन्छ यसमा है। यसमा प्रोटिन, कार्बोहाइड्रेट अनि यसमा भिटामिन्स पनि पाउँछ है। देख्न सक्नुहुन्छ किन भिटामिन पाउँछ मैले भनिरहेको छु भनेपछि, यहाँपट्टि तपाईँले देख्न सक्नुहुन्छ हरियो पात पनि छ। अनि हामी दुइटाले खाँदैछौँ है आनन्दसँग। खै यो के हो देखाउनु त? यो चाहिँ हाम्रो चटनी है, स्पेसल स्पाइसी चटनी, पिरो हुन्छ अरे गाइज है। यो लास्टै पिरो हुने चटनी हो है। सो त्यसैले हामीले सुत्तरी खानुपर्ने हुन्छ, स्लोली हालेर। इन्जोय ब्रो। यस थ्याङ्क यू ब्रोदर फर मिक्सिङ इट वेल है। ओ ब्रो यार, ब्रो आर यु सो ग्रिडी यार ब्रो। लेट्स इट गाइज, लेट्स इट ओके। ल गाइज हामीले खान्छौँ होइन, त्यसपछि तपाईँलाई भन्छौँ है कुराहरू के भइरहेको छ त्यसपछि। ल गाइज है, हामीले खाइसकेको छौँ है। पल पल जिना साथीहरू देख्न सक्नुहुन्छ यहाँ तिहार अझै सकिएको छैन है। यहाँको लास्ट दामी गरिरहेको छ है, होइन यस्तो दामी छ यार। अहिले पनि हेर्नु न त, मैती देवी मन्दिर भने त्यही हो है गाइज। देख्न सक्नुहुन्छ लास्ट रमाइलो छ क्या त्यहाँभित्र गई तपाईँलाई होइन। पिस आनन्द सब लाग्छ है। आनन्दको छ मन्दिर। म तपाईँलाई भोलि त्यहीँ गएर देखाउँछु नि, त्यसको टुर दिन्छु मन्दिरको। ल अहिले चाहिँ हामी ब्ल्याङ्केट किन्न जान छौँ। ब्ल्याङ्केटको खोल है फेरि ल। हो गाइस है,
यहाँ दाईको हाम्रो हेर्नु नि दाई यस्तो ह्यान्डसम हुन्छ त्यही भएर लुकाउँदै फेस यहाँ खाना पाइसक्यो अरे आज चाहिँ एउटा दाइले बोलाउनु भएको छ आज उतै बस्नुपर्ने हुन्छ ल दाइ भाइ म एउटा दाइलाई सरप्राइज दिनु गइरहेको छु हेर्नु चाहिँ रियाक्सन माल्छु भनेर थाहा छैन फेरि सरप्राइज दिनु सरप्राइज हो दाइ के छ तपाईँ खबर यो रुम चाहिँ मेरो पहिलाको रुम हो है साथीहरू दाइ ओहो तपाईँ एक्लै बस्नुहुन्छ यहाँ नमस्ते दाइ Namaste, bhai. ह्यान्डसेक ल Handshake. How are you? आई एम फाइन दाइ Are you fine? यस Good fine or bad fine? गुड फाइन कसलाई चिन्नुहुन्छ कमान ब्रो कसलाई And also my God. अर्जुन दाइ गइगयो 3 दिन ए मम्मी मेरो लुगा यहीँ छ है मम्मीले मलाई भन्नुहुन्थ्यो कि कहाँ फालिस लुगा भनेर यहाँ थियो एकछिन रुख सँगै जाम्ला ल ए हो ब्रो ब्रोदर किप इट इन द पकेट छैन ब्रो चाहिन्छ नै चाहिने त लाग्दैन जाम्ला पहिला दिउँ लगाएर खोइ अनि यो पनि लगाउनु पऱ्यो अरू के छ खबर दाइ को चाहियो तपाईँलाई को चाहियो तपाईँलाई सब छ ल मैले आउँछु सफ्ट होला म तलपट्टि छु दाइ मेरो भोलाको लागि के भन्नु तपाईँ साँच्चै के पताउनु न तपाईँले हो दाइ पत्याको छु हो कि अनि के भन्नु नि ल ल दाइ मलाई केही आउँदैन ल दाइ भन्नुहोस् ल ल मेरो भोलाको के भन्नुहोस् न हैन बोल्दैन यहाँ आपगन्जीमा यस्तो ह्यान्सी हुनुहुन्छ हाफगन्जीमा अरे अब त्यही त हो दाइ है अरू सब ठिक छ गाइज है म यही रुममा बस्थेँ पहिला यहाँ दाइ हुनुहुन्थ्यो है अहिलेसम्म यहीँ हुनुहुन्छ ठिक छ दाइकोलाई देखेर आज धेरै खुसी लाग्यो अनि यो चाहिँ मैले यहीँ छोडेर गएको थिएँ कि अब त्यही हो ल गाइज सुसिरा कोइला